शासन व्यवस्था प्रभावकारी रूपमा सञ्चालनका लागि सरकार र प्रशासनको अहम भूमिका रहेको हुन्छ। सरकारको नेतृत्वले आवश्यक नीति निर्माण गर्ने, व्यवस्थापिकाले कानुन बनाउने तथा प्रशासन संयन्त्रले त्यसका लागि आवश्यक सूचना सङ्कलन गर्ने, सहयोग गर्ने, कार्यान्वयन गर्ने, गराउने, नागरिक र सरकार बीच समन्वय गराउने कार्य गर्दछ। कर्मचारी तन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समीपमा रहेर काम गर्ने संयन्त्र हो। कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारी तन्त्रको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ। तसर्थ मुलुक सञ्चालनका लागि छनौट गरिने कर्मचारी योग्य, दक्ष र निपुण हुनका अतिरिक्त त्यसबाहेक नेपालको राष्ट्रिय हितको जगेर्ना र प्रवर्धन गर्ने पनि हुनु आवश्यक छ। लोकसेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र वस्तुनिष्ठ तवरले कर्मचारी छनौट गर्दछ, मुलुकको प्रशासन संयन्त्र त्यति नै बलियो, कामयाबी र प्रभावकारी हुँदै जाने हुन्छ। यसका लागि माग गरिएको पदमा निर्धारण गरिने शैक्षिक योग्यता, पाठ्यक्रम, कर्मचारी छनौटमा अवलम्बन गरिने परीक्षण तथा छनौट विधि, छनौट प्रक्रिया जस्ता विषयले प्रधान भूमिका खेल्ने हुन्छ। तसर्थ आयोगले निर्धारित पदका लागि विश्वविद्यालयहरूमा पढाइने नयाँ धारका विषयवस्तुहरू समेत समेटी शैक्षिक योग्यता निर्धारण गर्नुपर्दछ।